आज बिहानको असेम्ब्लीमा हामी तीनैजना सँगै उभिन्थ्यौँ। लाइन फरक भए पनि मेरो मन खुसी थियो। हो नि, मलाई त सधैँ रमाइलो लाग्थ्यो। हाँसो ठट्टा गर्दै हामी सँगै उभिन्थ्यौँ। कक्षा 9 हाम्रो जीवनको सबैभन्दा रमाइलो वर्ष थियो। सम्झनामा सदैव बस्ने। आज गणितको क्लास अलि गाह्रो लाग्यो। मलाई त अलि डर यो पनि गणितले त लागेको थियो। हैरान बनायो। चिन्ता नगर, म म सिकाइदिन्छु, तिमीलाई चिन्ता नगर। सिकाइदिन्छु। हामी सँगै छौँ। हामी तीनैजना सँगै तयारी गर्यौं भने राम्रो मार्क्स ल्याउन सक्छौँ। केही दिनदेखि तिमी धेरै व्यस्त छौ। हामीलाई समय दिन छोड्यौ जस्तो लाग्छ। त्यो व्यस्तता पढाइको कारण हो। तिमीहरूबाट टाढा हुन चाहेको होइन। हो नि, हामी त सधैँ साथमै हुन्छौँ। टाढा भए पनि हाम्रो मित्रता कहिल्यै टुट्दैन। हेर्नुहोस्, रिजल्ट आयो। आँखा रसाउँदै पास भने भयो। पास भयो। हामीले सक्यौं। हामीले सक्यौं किनकि हामी सँगै थियौँ। एकअर्कालाई सहयोग गर्यौं। कक्षा 9ले हामीलाई पढाइ मात्र होइन, साँचो मित्रताको अर्थ पनि सिकायो र यो याद कहिल्यै बिर्सिन्नौ।